हेलो एभ्रिवान गुड मर्निङ एन्ड शुभ बिहानी। सर्वप्रथम त हजुरहरूलाई धेरै धेरै स्वागत छ मेरो भिडियोमा है। आज चाहिँ बिहानीको खाजा बनाउने तयारीमा छु है। मैले चाहिँ यो दुईटा अन्डा फोडिसकेको छु। अन्डालाई कसैले बोइल गरेर खानुहुन्छ भने कसैले अमलेट बनाएर खानुहुन्छ। मलाई चाहिँ धेरै बोइल गरेको भन्दा अमलेट बनाएको मनपर्छ र यसमा अन्डा फोडेर अनि त्यसपछि लसुनको पत्ता अनि त्यसपछि आएर नुन अनि अलिकति हल्दी यसैमा गोलेर मस्त मैले चाहिँ यसरी राम्रो लाग्छ साथीहरू है। तपाईहरुले चाहिँ कसरी खानुहुन्छ अन्डालाई, कसरी बनाएर खानुहुन्छ, बोइल गरेर खानुहुन्छ कि उसिनेर बोइल गरेर त एउटै भयो है। कसरी खानुहुन्छ है कमेन्ट गर्नु होला है। सक्दो मेरो भिडियोलाई चाहिँ धेरै जसो साथीहरूले माया गरिराख्नु भएको छ। कमेन्ट अनि लाइक शेयर पनि गर्नु होला। अनि आज चाहिँ बिहानीको खाजामा चाहिँ यसरी नै बितिरह्यो। तपाईहरुले चाहिँ कसरी बिताउँदै हुनुहुन्छ कमेन्ट गर्नुहोस् है। फेरि ल आजलाई यति, फेरि नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई गाइज।